धेरैजना दिदीबहिनीहरूले चाहिँ एउटा प्राइभेट मेसेज पनि गर्नुभयो र कमेन्टमा पनि लेख्नुभयो कि हामी त कन्ट्रोल गरौँला 3-4 वर्षसम्म, त्यसपछि गएर किन्डरगार्टन जान्छन्, स्कुल जान्छन्, कहाँ जान्छन्, सही हो। तर सबैभन्दा मेन इम्पोर्टेन्ट कुरा तपाईँले बुझ्नुपर्छ कि जुन लाइफको 5 वर्षको पहिलो 5 वर्ष हुन्छ केटाकेटीको, त्यो 5 वर्ष भनेको एकदम भाइटल हो लाइफमा हैन। उनीहरूको चाहिँ ब्रेन डेभलपमेन्ट हुने अनि अनेक कुरा डेभलपमेन्ट हुनेहरू, अर्गेन्सहरू डेभलप भइरहेको हुन्छ। त्यो बेलामा जङ्क फुड सबैभन्दा हानिकारक त्यही बेलामा हुन्छ। तपाईँहरूलाई तपाईँको उमेरमा जति जङ्क फुड हानिकारक छ, उनीहरूको उमेरमा त्योभन्दा धेरै गुणा हानिकारक हुन्छ हैन। तपाईँले 4-5 वर्षसम्म कन्ट्रोल गर्नुभयो भने नि तपाईँले ठुलो फतेह हासिल गरे हो। अनि जब 4-5 वर्षको उमेर पुग्छ नि, त्यसपछि सेकेन्ड स्टेजमा जाने। पहिलो स्टेज के थियो? कन्ट्रोल हैन, एजुकेसन र कन्ट्रोल। अब सेकेन्ड स्टेज भनेको प्योर एजुकेसन र मोनिटर। र मोनिटर भनेको चाहिँ यसो अब्जर्भ गर्ने हैन। अनि पहिले चाहिँ कन्ट्रोल गर्ने, एजुकेसन गर्ने, अब एजुकेसन र मोनिटर गर्ने। एजुकेसन कस्तो? यस्तो। यो चाहिँ एजुकेसनको रूपमा हामीले युज गरेका छौँ। यस्तै कुनै लिनुहोस्, बुक्सहरू लिनुहोस् अथवा ट्याब्लेटमा देखाउनुहोस्। यसमा यो पुरै अर्गेन्सहरू एक टुक्रा टुक्रा गरेर निकाल्न मिल्छ है। जसरी लङ्स निकाल्न मिल्छ, लङ्सको पछाडि हार्ट छ, हार्ट निकाल्न मिल्छ। टुक्रा टुक्रा निकालेर उनीहरूले पजलको रूपमा छोरीले खेल्छे पनि, यसलाई बनाउँछे, राख्छे, फेरि वापस गर्छे पजलको रूपमा। तर त्यतिकोसम्म उसलाई हरेक अर्गेनको नाम पनि थाहा छ, काम पनि थाहा छ। खाना खाँदा के हुन्छ, यो ठुलो आन्द्रा सानो आन्द्रामा कसरी पुग्छ, सानो आन्द्राले कसरी न्युट्रिसनहरू लिन्छ, ठुलो आन्द्राले कसरी पानी लिन्छ र अन्तिममा गएर दिशा कसरी आउँछ, त्योसम्म सबै बुझाएको छ हैन हामीहरूले। छोरीलाई अब यो सब बुझिसकेपछि के हुन्छ भन्दाखेरि खाना खाँदाखेरि, सलाद खाँदाखेरि, ग्रिन्सहरू खाँदाखेरि, लिफी भेजिटेबल्स खाँदाखेरि के हुन्छ बुझिसकिन् हैन। नखाँदा के हुन्छ बुझिसकिन्। जङ्क फुड खाँदा यसमा यिनीहरूमा के हुन्छ त्यो पनि बुझिसकिन्। अब हुन्छ के भन्दाखेरि उसलाई डर पर्छ हैन। यो उसले हाम्रो पछाडि कसैले दिएछन् भने पनि, पहिलो कुरा त अहिलेसम्म 5 वर्ष कि बहिनी हैन, अरूले दिएछन् भने पनि पटक्कै मनग्गै गर्दिनँ हैन। एउटा धेरै इन्ट्रेस्टिङ कुरा तपाईँलाई सुनाउँछु ल। छोरीलाई हिजो म पिकअप गर्नु गएको थिएँ है किन्डरगार्टनमा। अनि पिकअप गर्दाखेरि चाहिँ टिचरले चाहिँ भनिन् कि छोरीले चाहिँ, तपाईँको छोरीले खाना खाइनन्, हल्का टाउको दुख्या त छोरीलाई, खाना खाइनन् र खाना त्यत्तिकै छ बक्समा भनेर हैन। अनि त्यसपछि उनले टिचरले के भनिन् भने, मैले चाहिँ दाल र तरकारी छुटाएर राइस मात्र खाऊ न भनेर मैले दिएँ हैन। जुन चाहिँ एसियामा नेपालको जस्तै चामल मात्र भात मात्र खुवाउने धेरै चलन छ हैन। अनि त्यो गर्न खोजेँ मैले, तर उसले मिल्दैन, राइस मात्र खानु हुँदैन, टेबल र दालहरू मिसाउनुपर्छ, राइस मात्र खायो भने पेटमा स्टिकीनेस हुन्छ, ग्यासी हुन्छ, ब्लोटिङ हुन्छ भनेर भनिन्। कति खुसी लाग्यो सुन्दाखेरि भनेर टिचरले मलाई सुनाइन् हिजो। एजुकेसनको भ्याल्यु त्यो हो। यदि म मेरो छोराछोरीलाई कसैले त्यसरी विष दिन्छन् भने म त जङ्गबहादुरको बाउ भएर निस्किन्थेँ र कहाँ कसलाई ठिक्लाउनु पर्ने हो, के गर्नुपर्ने मेरो पहुँचमा छैन भने पनि, मान्छे बटुलेर भए पनि, आफन्त बटुलेर भए पनि, जुलुस निकालेर भए पनि म लागि पर्थेँ के। लागि पर्न थालिसकेपछि त्यसरी लागि पर्नुपर्छ। अर्काको टाउकोमा हाल्न छोडौँ है, आफू जिम्मेवारी भएर रेस्पोन्सिबिलिटी लिउँ।